हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज चाहिँ ड्युटी जाने क्रममा पुरा बाटोमा हिउँ भइरहेछ। हिउँमा जानु परेछ। आजको दिनमा चाहिँ यो पछाडि साथीहरू यहाँ पछाडि आइरहनु भएको छ। हिउँ भइरहेछ, बेसमा पर्न थालेको छ, जाडो बढिरहेको छ। जाडोले गर्दा गाडी कुद्नु पर्ने हुन्छ। हामीले चाहिँ एकछिन वेट गर्नुपर्ने हुन्छ गाडीलाई। गाडी आउँदैछ। हालचाल राम्रो छ अनि तपाईँको हिउँ परेको सरर म सेतै छु। कति रमाइलो छ, गर्मी छैन, आनन्द छ। मलाई त बुढेसकालमा आइएको छ च्याउ काट्न हिँडेको म। हाम्रो चाहिँ गाडी आइसकेको छ। हामी चाहिँ भित्र पसि पनि सक्यौँ। बाहिर चाहिँ धेरै हिउँ परिरहेको छ, त्यही भएर बाहिर भिज्न सकिएन। हामी अफिस आइपुग्यौँ, ड्युटी आइपुगिसक्यो। यहाँ चाहिँ हिउँ परेर लगायत बन्चेको ठाउँमा हिउँ परिरहेको छ। काम गर्ने ठाउँमा मस्तले हाम्रो टोलीहरू हिँडिरहेछन्। हिउँ परिरहेछ त्यति धेरै। बिहान लड्ने हाम्रो ड्युटी गर्ने ठाउँ चाहिँ आइपुगिसकेको छ। तपाईँलाई आजलाई योभन्दा बाहिरको मात्र, योभन्दा भित्रको अनि कामको चाहिँ तपाईँलाई म नेक्स्ट पार्टमा ल्याउने छु। त्यतिन्जेलको लागि हेर्दै गर्नुहोला, सब्सक्राइब गर्नुहोला। धन्यवाद।